त्यतिखेर म प्रधानमन्त्री बन्छु भन्दा पनि म देशको नेतृत्व लिन्छु भने हो मैले कुरा बुझ्नुभयो नि प्रधानमन्त्री बन्नु र नेतृत्व लिनु दुईटा फरक कुराहरू हो है नेता र नेतृत्व दुईटा फरक कुरा हो यसको अर्थ धेरै लाग्छ त्यतिखेर के थियो अवस्था भन्दाखेरि प्रधानमन्त्री बन्न आयो हैन हर्क साम्पाङ रोयो रोएर पनि पाइन्छ र पनि भन्नुभयो मैले त्यसलाई थुप्रो चोटी हैन क्लियर पनि गरिसकेको छु एक दुईवटा स्टेटस र भिडियो क्लिपले क्लियर गर्छ पनि के रे सम्भवतः त्यस्ता आरोपहरुले त्यतिखेर के थियो अवस्था भन्दाखेरि देश त जलिरहेको थियो नि त हैन दन्दनी जलिरहेको थियो सिंहदरबारमा लागेको आगो निभेको थिएन हैन तपाईको चाहिँ नि जेनजी लगायत चाहिँ नि विभिन्न हैन त्यहाँ सुरक्षाकर्मी पनि बित्या छ उनीहरुको चाहिँ नि तपाईको रगतको टाटा है सडकमा हालै थिए त्यो अवस्थामा देश कता जान्छ भन्ने चिन्ता सबैलाई थियो म यो देशलाई माया गर्ने मान्छे त्यसो भएको कारणले गर्दाखेरि यस्तो विषम परिस्थितिमा के गर्ने हो कसो गर्ने हो अब कता हो के हो भनेर मैले बुझ्नु पर्थ्यो त्यसले गर्दाखेरि म त्यसको लागि आएको हो देशले नेता पायो तर नेतृत्व त पायो अहिलेसम्म मैले त्यतिखेर के भन्दै थिएँ भन्दाखेरि उहाँहरु भनेको कानुन पढेर आएको मान्छे हो कानुन पढ्ने मान्छेले कानुनकै मात्रै कुरा गर्छ क्या तर त्यतिखेरको समय अब तर अहिले त ढिलो भइसक्यो तै पनि ढिलो भए पनि मैले अलिकति हैन रिक्याप गराएको त्यतिखेरको समय भनेको चाहिँ नयाँ कानुन लेखेर जानेमा थियो क्या अवस्था चाहिँ अनि मैले त्यत्रो भने तर मलाई चाहिँ के भन्यो भन्दाखेरि प्रधानमन्त्री बन्न आयो हैन मै नै नभए पनि उहाँले नै त्यसो गर्दै पनि त हुन्थ्यो होला नि त हैन र अहिले प्रत्यक्ष कार्यकारी तपाईको सेनेको चुनाव भइदिएको भए मैले पार्टी नै खोल्नु पर्दैन थियो होला हैन मलाई मन पराउनेले जति भोट दिन्थे म लिन्थे अरूलाई मन पराउनेले जति भोट लिन्थे दिन्थ्यो अब फेरि तपाईको के हो त घुमी-फिरी मुलुक पार्टी सिस्टममै गयो जसले चाहिँ सांसद चुन्छ हैन कार्यकारी त चुन्न पाउँदैन अनि त्यो तपाईको छैन एउटा मध्यावधि चुनाव गराउनकै लागि यत्रो ठुलो विध्वंस र यत्रो ठुलो तपाईको आगजनी यत्रो ठुलो तपाईको हैन हामीले त्याग बलिदानी गरेको होइन होला नि त